हेलो नमस्ते एभ्रिवान। हाम्रो आमाको यो हामी हेर्न सक्छौँ यो हड्डी पुरै घोटिएको छ। यो हड्डी र हड्डी पुरै नै घोटिएको छ। अब मैले चाहिँ उहाँलाई यो जोर्नी फेर्ने सल्लाह दिएको थिएँ। यो पुरै नै घोटिएको थियो, तर उहाँहरूले जोर्नी फेर्नलाई अलिकति टाइम लाग्छ, हामी सल्लाह गर्छौँ भनेर मैले पिआरपी लगाइदिएको थिएँ। अब बिरामीसँग एकचोटि कुरा गरौँ अनि सोधौँ उहाँलाई कस्तो छ भनेर। उहाँ आमा हो, उहाँको चाहिँ मैले अघि भर्खर एक्सरे देखाएको छु उहाँको हो। उहाँको चाहिँ एकदम निकै नै हड्डी घोटेर हामीले यहाँ पिआरपी लगाएको थियौँ। उहाँको यो सन्चो भएर कहिलेकाहीँ मिराकल हुनसक्छ, कहिलेकाहीँ राम्रो पनि हुनसक्छ। सो यस्तो केसेसहरूमा चाहिँ खास हुने पिआरपीले खासै काम गर्दैन एक्चुअली। सो त्यही भएर मैले जोर्नी फेर्ने सल्लाह दिएको थिएँ, तर उहाँलाई पिआरपीले राम्रै गरेको छ। राम्रो भने धेरै राम्रो त होइन, तर जस एटलिस्ट उहाँ हलचल गर्न ओर्न सक्नुहुन्छ। उहाँलाई दुखाइ निकै कम भएको छ। सो त्यही भएर आज चाहिँ दाहिनेमा लगाउन आउनुभएको छ। सो एउटा अप्सन हामीसँग पिआरपीको पनि छ, जसले गर्दाखेरि हामीले पिआरपी लगाउने पेसेन्टहरूमा चाहिँ अहिले राम्रो रिजल्ट पाइरहेको छौँ हो। तर कुनै कुनै पेसेन्टमा जस्तै लास्ट टाइम हामीले 3-4वटा पिआरपी लगाएको थियौँ, त्यसमा चाहिँ एकजना बुवालाई चाहिँ खुट्टा सुन्यो भनेर आउनुभयो। तर लगभग 3-4जना अरू बिरामीहरू हुन्छ, उहाँलाई चाहिँ धेरै राम्रो भएको छ, जसमा आमालाई पनि राम्रो भएको छ। सो हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि पिआरपीमा सबैजना पेसेन्टहरू ठिक हुन्छ भन्ने जरुरी चाहिँ छैन। तर कुनै कुनै पेसेन्टलाई राम्रो पनि हुनसक्छ भने कुनै कुनै पेसेन्टको खुट्टा सुनिन पनि सक्छ, या त 3-4 दिनसम्म दुखाइ अलिक बेसी बढ्न पनि सक्छ। तर बिस्तारै बिस्तारै कम हुँदै जान्छ। सो यसमा गर्ने के त भन्दाखेरि नम्बर 1 आइसले सेक्ने, नम्बर 2 खुट्टालाई मोबिलाइज गर्ने, जुन एक्सर्साइजहरू सिकाइदिएको हुन्छ त्यो एक्सर्साइजहरू गर्ने। त्यो गर्दै गएपछि 3-4 दिनपछि बिस्तारै 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 दुखाइ कम हुँदै जान सक्छ र राम्रो हुँदै जान सक्छ। सो हामीले बुझ्नुपर्ने कुरा के छ भने पिआरपीले कसैलाई राम्रो गर्छ भने कसैलाई नराम्रो पनि गर्न सक्छ। साइड इफेक्ट नगरे पनि खुट्टाहरू सुन्ने दुख्ने ओर्ने चाहिँ हुनसक्छ। सो बिरामीमा भर पर्छ कि बिरामीले त्यसलाई कसरी ह्यान्डल गर्छ भन्ने कुरा हो, गर्नुहुन्छ भन्ने कुरा हो। त्यस्तो केही प्रब्लम पऱ्यो भने मलाई कमेन्ट डाउन गर्दा भयो, या त मलाई व्हाट्सएपमा मेसेज गर्दा भयो।